अनि के दिदीबहिनीहरू हो हजुरहरूले मलाई कतिजनाले क्या त्यो मिस नेपालमा कसरी पुग्नुभयो माइली दिदी खोर्सानी आए पछाडि त्यो भान्साकोठाबाट तपाईँले जवाफ दिनुपर्छ है भनेर भन्नुभएको थियो। म त जवाफ दिन आएको। म त नि दिदीबहिनीहरू के भन्नु र नि हो राम्रो हेर्नु न गुवा बन्न थाल्यो भने तरकारी नै पकाउन बिर्सिन्छु। के गर्नु विराटनगर जानुपर्छ फेरि अहिले एकैछिनमा। किङ्स गिलासमा चाहिँ कपमा चाहिँ म खाँदैछु चिया, यसलाई भन्छ मिल्क टी होइन। अनि सुन्नु न, अनि मिस नेपालमा क्या पहिल्यै मलाई फोन गर्नुभएको थियो 1 महिना अगाडि होइन। अनि हेलो भन्नुभयो, मैले हेलो भने। अनि हामी यस्तो नटराज ज्वेलरबाट कोही के इभेन्ट गर्न आँट्दैछ मिस नेपालको भन्नुभयो, कता कता अङ्ग्रेजीहरू पनि मिसाउनु भयो। मैले बुझौँ त माइनस होइन। अनि मैले भने म त आउन सक्दिनँ, बर्खा लागेको छ बुइनी, म आउन सक्दिनँ, के हो ज्वेलर म आउन पाइनँ भने। अब हेर्नु न यस्तो छ दिमाग, अनि यस्तो त छ मेरो दिमाग। अनि के भन्नु नि 10मा 3 चोटि बसेपछि गजे नि हुन्छन् मान्छे भन्थे हो रहेछ। अनि मैले होइन म त सक्दिनँ, मलाई माफ गरिदिनु होला, कसरी न कसरी म आउन सकिनँ भने मैले होइन। अनि त्यस पछाडि अब म अचानक काठमाडौँ जानुपर्ने भयो क्या। मड्काले मलाई अचानक बोलाए, मटन मड्काले। अनि त्यस पछाडि म जानु पर्यो। अनि म गएँ। अनि गइसके पछाडि 2-3 दिन पछाडि अनि यसो उसो कसो मैले 1-2 जनालाई सोधेँ यो नटराज ज्वेलर भनेको के हो, अनि यो मिस नेपालको कार्यक्रम भन्नु थियो यो के हो खासमा चाहिँ, यो कहाँनिर रहेछ, मलाई कसैले यहाँ पुर्याइदिनु न आजको दिन चाहिँ लगिदिनु त भने नि त मैले। अनि किनभने 1 महिना अगाडि 2-2चोटि फोन गरेर बोलाउनु भएको थियो क्या त्यहाँको म्यानेजर हो अथवा बहिनी हो को हो, एकजना मेम हुनुहुन्छ, बहिनी हुनुहुन्छ, मभन्दा सानी हुनुहुन्छ। अनि त्यस पछाडि ल त भनेर मलाई त्यहाँ दिदीले ल ठिकै छ नि त त्यहाँ हो राम्रै हुन्छ जाऊ न त भनेर भन्नुभयो। इट्स ओके भनेर म पनि कसरी न कसरी मड्काको कामहरू सबै सकाएर है लुक चिया त हेर्नु त खा पनि भन्नुहुन्न हौ, राम्रो चिया खेलाइसक्यो। अनि कसरी न कसरी कालो लुगा लगाएर आउने भन्ने त्यो पनि थाहा थिएन क्या मलाई त। कालो लुगा रहेछ, सबै कालो रहेछ। अब मसँग त्यहाँ जे थियो मैले त्यही लगाएँ। कालो लुगा भन्ने मलाई थाहा छैन है के हो। अब म त साडीमै पनि गइदिन सक्थेँ, तर होइन। अनि म लु त मिस नेपालमा लु जाउँ, त्यस्तै भएर जाउँ न त, के हो त फरक लुक पनि दिउँ न त कहिलेकाहीँ त, घरमै यही लुक त छँदैछ नि होइन। अनि त्यस पछाडि म गएँ। अनि जाँदा त होटल देखेर एकचोटि मलाई यो टिनी भयो होटललाई। म प्लाजा होटल हो कि पेरिस होटल के होटल थियो फेरि काठमाडौँमा दिदीबहिनीहरू एउटा नेपाली नामको होटल होस् त मरौँ। सबै अङ्ग्रेजी के भएको नि, भित्र चाहिँ सबै मालिक त अब नेपाली नै थियो होला नि त, मालिक नि किन अङ्ग्रेजी नाम राखेका भनेर पनि म यो क्वेसन गर्न चाहन्छु सरकार, बालन सरकारलाई। इच एन्ड एभ्रिथिङको नाम अङ्ग्रेजी, बोर्डिङ स्कुलका नाम अङ्ग्रेजी, जेको पनि हो दिदीबहिनीहरू। एउटा खाजा घर, एउटा खोइ के घरका मात्रै त्यो नेपालीमा छन्, अरू बाँकी सबै अङ्ग्रेजीमा नाम थिए। त्यही पनि ठिकै छ, अब मैले पढिनँ मेरै दोष होला भन्न चाहन्छु होइन। अनि त्यही पनि ब्राकेटमा नेपालीबाट लेख्दै भए के हुन्थ्यो के जान्थ्यो होइन। म त पढ्थेँ कसरी न कसरी यहाँ प्रष्ट भन्न सक्थेँ। अनि त्यस पछाडि भित्र जाँदा त त्यो ढोका नि दिदीबहिनीहरू त्यो कार्यक्रम भएको मिस नेपालहरू भित्र टक 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 क्याटवक भन्दो रहेछ होइन, त्यसलाई भन्दो रहेछ युनो क्याटवक। CAT क्याट माने बिरालो, वक माने हिँडाइ, बिरालोको हिँडाइ। आमामा टक 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 हिँड्नु हुँदो रहेछ क्या। म त बिहोस भयो नि त होइन, गुडिया जस्ता चुल्ला कति राम्री बुइनीहरू। म त त्यो ढोका नै दिदीबहिनीहरू यो भुइँदेखि छोको ढोका एकैचोटि माथिको तलसम्म 2टा क्या यत्रा त्यो ठेल्नु त के, म त त्यहीँ बिलाइ गएँ नि। अब सो वाट कसरी पस्नु त, आधी घन्टा 1 घन्टा त ढिलो भइगयो मेरो, त्यहाँ डिले भयो। म त डिले भएँ, डिले भन्दो रहेछ क्या अङ्ग्रेजीमा चाहिँ, नेपालीमा ढिलो अरे। अनि म डिले भएँ होइन। डिले भए पछाडि भित्र पसेँ। भित्र पस्दा सबै ब्ल्याक ड्रेसमा यस्तो राम्री सबैजना राम्री नै म त देखेँ। आँखा तिर्मिराएर म कसैलाई चिन्दिनँ। एकछिन त तिरिटिटी भएँ, चेसमा पनि थिएन। अनि त्यहाँको बहिनीले एकजनाले मलाई त्यहाँ जानु, त्यहाँ गएर बस्नु ल भन्नुभयो। बसेँ मिस नेपालहरू पछाडि। अनि यता अगाडिको त्यत्रो ठुलो टिभीमा हेर्नु भन्नुहुन्छ, आफूलाई चाहिँ त्यहीँ लाइभ हेर्न मन छ, मुन्टो बट्टरे गर्छु क्या म चाहिँ पछाडि फर्केर हेर्नलाई। आफूलाई त्यो नाङ्गो आँखाले हेर्न मन छ। अनि यता प्रोजेक्टर भन्दो रहेछ, प्रोजेक्टरमा लगाएर हामी चाहिँ यस्तो अगाडि फर्केका थियौँ, आधी अगाडि आधी त्यही
जहाँ चाहिँ रियल गर्नु हुँदैछ क्या बिचमा त्यो ठाउँ अब त्यस्तै रह नि त होइन अनि उता हेर्छु प्रियङ्का कार्की के होइन कि क्या हो भन्छु म एकदम आँखा तिर्मिरहेछु अनि उता हेर्छु अर्को मिस नेपालहरू यता हेर्छु हाम्रा पूर्व मिस नेपालहरू लुना अर्को को श्रेष्ठ अब नाम त सबैको आउँदैन चिन्न त यहाँ सबैलाई चिन्छु म अनि उता हेर्छु करिश्मा केसी उता हेर्छु कञ्चन आमामामा म त बियोस भोइवरी मैले भने पुजु कि लु मलाई पानी छम्की एकछिन म कहाँ आइपुगेँ म स्वर्ग आइपुगेँ कि कहाँ आइपुगेँ यो त मेरो यो थिङ्किङ भन्दा बाहिरको ठाउँ हो भन्छु क्या म त होइन अनि क्याटवक गरेर पुरा होइन अब मिस नेपालहरू त त्यो नटराज ज्वेलरको ज्वेलरी लगाएर नि त यो ज्वेलरी माने गरगहना क्या यहाँ लगाएर क्या डायमन्डहरू ब्रासहरू लगाएर टक 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 आउनु हुँदो रहेछ नि यसरी यहाँ हामी बसेको भयौँ होइन सबै भन्नुपर्छ कि मैले तपाईँहरूलाई बुझ्नु न त यहाँ बस्यौँ सिट भयो अनि यो बाटोमा टक 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 क्याटवक माने बिरालो चालमा टक 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 हिँड्न आउनु भने ती राम्री म त अब अनि मलाई त अब के भयो भित्रको त गुदगुदी भइसक्यो होइन अनि उहाँहरू पनि यस्तो नि हाँस्दै आउनु त स्माइल दिदी अनि मैले पनि हाँसेँ नि त अब हाँस्नु हुँदैन दिजु त्यसरी खति तिर्नु हाँस्नु न भन्छे पुजु कि होइन मलाई त खत्त त भइसक्यो एकदम खुसी भएर म त हाँसेको के गर्नु हिलिली गर्ने बानी त्यहाँ त यसो सबैलाई हेर्छु सबै साइलेन्ट हुनुहुन्छ ए होइन रहेछ यहाँ त चुप्प लाग्नु पर्ने रहेछ भन्छु है कस्तरी हाँसो थामेर म बसेँ दिदीबहिनीहरू तर अरू कुरा त्यस्तै हो होइन नटराज ज्वेलरले मलाई सम्झिनु भयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद पहिला मैले कुरो नबुझेर माइनस गरेँ पछि म बियोस भएर त्यहाँबाट निस्किने मन लागेन माहौल देखेर अनि त्यस पछाडि सबै कामहरू सकेपछि त लास्टमा सबै मिस नेपालहरूले वक गरिसकेपछि लास्टको क्याटवक मेरो थियो भरे वक चाहिँ भएन चाहिँ क्याट मात्रै भएछ त्यति गरेर लन्च डिनर भन्नुभयो क्या हो अनि उतापट्टि जाउँ भन्नु उतापट्टि गयौँ है आमामा भेराइटिजमाथि भेराइटिज के हो के म पनि लास्टमा मैले केही नचिनेर नबुझेर फ्रुट्स फलफुल त थाहा छ नि त मलाई त्यही एक प्लेट खाएर म भागेको रचना रिमाल एलिना आमामा कति मजा आयो अनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु म त्यो ठाउँमा पुरै मेरो एकदमै नयाँ नौलो एक्सपिरियन्स अङ्ग्रेजीमा नेपालीमा अनुभव थियो अनि म एकदमै खुसी छु नटराज ज्वेलर अनि मिस नेपालहरू को हुनुभयो म यहाँ हेर्छु ल एकछिन भर्खर त आइपुग्दैछु ल यति भन्दै म बिदा हुन चाहन्छु यतिमै सकिँदैन कुरा अरू नै छ पछि भनौँ ल गयो अहिलेलाई ढिलो भयो के गर्नु त।